एउटा साउनीको अदरा मलाई यस्तो घाम घाम के साह्रो टल्केको कसम अरू अगाडि भिडियो बनाउनु लास्ट लाग्छ फर्स्ट टाइम भिडियो बनाएको छ फेरि भिडियो बनाउने आउँदैन न बोल्न आउँछ न भिडियो बनाउन आउँछ र भए पनि ट्राई गर्दैछु है फेरि आऊ यस्तो यस्तो गर्नु कसम के साह्रो गर्मी हो कि यार यस्तो चारैतिर बादलले ढाकिराखेको छ उता छ यता बादल घामको नजिक पनि छ कि बादल तर यो मा खाँचो घाम त छेक्दैन त्यहाँ मान्छेहरू आइरहेको थियो त्यो भिडियो डिस्टर्ब गर्छु अब भिडियो बनाउनलाई पनि मान्छे कहाँ कता छ होइन सबै गाह्रो छ यस्तो घाममा यार त एक्लै ट्याङ्ग्रिरहेको यार माछा खाइक्यो खोलामा कहाँ यार कहाँ छ यो घाममा कुरी हाम्रो गाउँ एक गाउँ गाई छ हाम्रो गाउँ घर यस्तै हो के बोल्नु भएको क्या भ्लगमा पनि के बोलाउनु भएको मैले भिडियो ओपन त गरेँ होइन भिडियो ओपन त गरेँ तर बोल्ने चाहिँ कसरी कि कसरी बोल्नु भना भएको छ यार गाई क्यामेरा पनि कुन एङ्गलमा समाउँदा ठिक हुन्छ होइन मैले त कति 1 घन्टा त ट्राई गरेँ होला कि मैले क्यामेरा बनाउने कुन एङ्गलमा क्यामेरा सेट गर्ने हुन्छ जानेन एक्लै हिँडिराख्नु पर्ने भएको छ यार यस्तो घाममा फोन गरेर दिदीले पाला इमा कुरीमा त पैसा छोड्यो थाक ला फर्किनु पर्ने भयो फेरि अब ए साले बुलक्कर साला भोसडी के अघि त्यहाँ डाँडामा को आयो थियो त्यहाँ भिडियो स्टप गर्नुपर्छ गाई छ अर्धा पागल हो क्या भएको पैसा नि जहाँ पाइ त्यही छोडेर आउनुहुन्छ त थाकिसक्यो यार हिँड्दा यार थट अहिले म त्यहाँ पुगिसक्थेँ कि पसलतिर दिदीको पसलतिर भ्यासी त्यहाँ पैसा छोडेर दिन खराब भयो कि यार यस्तो घाममा यस्तो हिँड्नु पर्नु भयो अरे पागल हो कि म यहाँ मैले चप्पल धोथेँ भर्खरै अरे खोइ छरेछ त भन्नु यार कति रुपियाँ थाहा गाइज बाघ यार पसिना तपतपै गयो केही छैन भन्दै पाइयो त्यहाँ पुगिसक्यो म त्यो डाँडाको कुनातिर साले दिमाग खराब यो पैसाले गर्दाखेरि यार हेलो गाइज सबैजनालाई वेलकम छ मेरो नयाँ भिडियोमा भर्खर चाहिँ भिडियो बनाउन ट्राई गर्दैछु होइन म पनि यस्तो युट्युबतिर यस्तो भ्लग छोडिदिउँ कि भनेर ट्राई गर्दैछु सबैजनाले चाहिँ सब्सक्राइब गरेर चाहिँ मेरो च्यानललाई अगाडि बढाइदिनु होला पसिनै भयो मलाई जतिको पसिना चाहिँ अरू कसैले आउँदैन होला कि गाइज आस पसिना होला मान्छे होला मोटो हुन्छ त्यहीहरू पनि होला क्या अनि त्यसमा पछाडि घाम पछाडि घाम तपाईँहरू कति यताउति हेरेको जस्तो लाग्यो होला होइन तपाईँहरूलाई मान्छेहरू हेर्नु पनि राख क्या मान्छेहरू आउने बित्तिकै भिडियो स्टप हो नि त गाइज हेर म चाहिँ टाउको यताउति तुलेर आएको हुन्छु पागल भन्छ मान्छेले देख्दा भने किन त्यो मान्छेले के गरेर हिँडेको होला भनेर यो ठाउँमा खास यस्तो मान्छे हुँदैन यस्तो भ्लग गरेर हिँड्ने मान्छे खासै
खोला गाइज हाम्रो सुनकुसी नदी यही हो हिजो अस्ति पानी परेको त्यही भएर पानी आयो नत्र कमिला पनि यो खोला पार गर्ने हो हात पातिँदैछ गाइज यो यस्तरी मोबाइल समातेर हिँड्दाखेरि हो न लास्ट हात पातिँदैछ क्या हात पातिसक्यो अब सुन्नेमा आएको क्या यता कता आँप पाकेछ भनेर म चाहिँ अब किडन्याप गर्न गएको आँपलाई कता आँप पाकेको आँप त छ टन्नै जति भएको पनि छ यता पनि छ कता वन आँप भन्ने पाकेको काटी फलिरहेको रहेछ टन्नै कता आँप पाकेको के पनि देखेन त आँप त साडी लाएर आयो भने खोइ यो त छैन त तल आँप पाकेको छ कि पाकेको छैन उही एउटा त रहेछ उही पाकी रहेछ त उही त यो साइडमा अब आँपको रुखमा चढ्नुपर्छ गाइज अब छ रहेछ त्यो चारपाँचको त यार यतिकै चढ्नुपर्छ कि भने कुरेललाई मान्छेहरू देख्यो भने पागल हुन्छ झन्डै रहेछ पाक्यो यहाँ त्यो साइडमा यो साइडमा देखि छैन कि क्यामेरामा त यार देखेको यहाँबाट चढ्न गाह्रो भयो त एउटा हातमा क्यामेरा यो हातमा समाचार एकछिन म क्यामेरा एकछिन स्टप गर्छु क्यामेरालाई साला एउटा हातमा क्यामेरामा खस्यो भने बर्बाद उहिरहनु पर्थ्यो कहाँबाट चढौँ त अब यहाँबाट चढ्छु गाइज म जसो भए पनि चल्छु यहाँ कसम कति शीतल हो यहाँ आम्मामा हावा चलेको हो यो साइडबाट बबल हावा चल्छ पानी पर्ला मासतिर यतातिर मात्र हो दुई तिनवटा समयमा चाहिँ कसरी आप खाना हो गाइज झरे त्यो आप त मास्टर देखेको छैन उही यहीँ टाउकोमा रहेछ त तन्नै नदेखेको क्या आइज अल्टर बस्ने मान्छेहरू आफूले टाउकोमा परेर फेरि पुक्लुक्कै होला आम्मामा आप त खत्रै झऱ्यो ओह त टुप्पतिर फलिरहेको यहाँ पऱ्यो यार हामीले यार पकाउनु जानु मिल्दैन थियो मन पर्ने हुँदैन धर भयो अब यति भए सक्यो बाँदरले भए भाँचिन गएर हलाइदिने के झर्न हात पातिसक्यो
ए मैं दुईटा खालको दुईटा यार झर्दै झरिन्छ दुईटा यार के गर्ने होला अमुसे काठ झोला लाउनु नि न झोला राख्नु न झोला आप टिप नभए झोला राख्नु सतक थोपरै झला के कुनै झर त त्यही बस्न रुचाएको त बाबु पखलाई गोलीले हान्छु म अब झर्नु पर्यो मुस्किल छ झर्न बाल्टिन लिएर झोला ल्याउनु पठाएको बाल्टिन लिएर त यहाँ हामफाल गर्छ यो तल जम्मै जुरुम त यो आँपको स्वाद चाहिँ यस्तो मिठो हुन्छ कि बब्बा मिठो रहेछ आज बुढेछ झर नजरेको हेर्न खान्छ मेरो मुखै त्यो आँपले फाइनली म जमिनमा आइसकेको छ आँप चाख्नुलाई माटो रहेछ यार स्वाद चाहिँ बबाल छ तर माटो नै हेर्नु मैले सिबासी हालिहाल्यो यस्तो गर्ने मिठो है यार कसले मलाई भेना भनेको पिर्छु मैले गालामा मलाई भेना पर्छ मलाई पुसाइ पर्छ पुसाइ मान्छेले मार्छ मान्छेलाई भेना रे हेलो तैँले मैले हालखबर नगुँ बाबा गाइजहरू पुसाइ गर्नु भएको हजुरलाई बाप हान गाई नि भाइ अरू हानमाले भरौँ त गइसक्यो भैँसियाले वाक्सिया पर्सिया मल वाक्सिया अरू माले कान भाइ थाल्यो नि साले वाक्सी जाने खानु खानु गयो हाम्रो ज्याबाहरू चाहिँ खाने रहेछ हामीलाई फेरि वाक्सिया खाने नमिल्ने क्या हामीले वाक्सिया फेरि मेरो फेभरेट हो कि नाम काट राचेम ज्याङ छ नाम कुराली निस्को निस्पाग्ने कुराली नहेँ निजा ल्यादा अनि काट्दियो खालि हुन्छ खावा निस ल्या अनि निस लाएर छेन्दै होला गाई था अब कुराली अब कुराली हरायो भनेर भन्छ फेरि अब भएको त्यही दुईटा कुराली हो यो दुईटा निस के हो तँलाई के सिकाउनु पर्यो
निमन कोडाली सानो भुजीमा राख्दा माले कि सिनिस न देमाले त सिनिस लारा त नि कता अरु कुरा के निधारमा के लगाएको यस्तो के हो निधारमा पागल हो त पागल हो के जानेन खोइ यसरी नाले कुराले चाहिँ दिमागमा नि हिजो के त नि थाहा मलाई आयो जसको अब भएको यही दुईटा कोराली मैले लिएर आएको अरू थाहा भएन हो गाइस आजको लागि म भिडियो आजको लागि नेक्स्ट भिडियोमा भेट आउँदाखेरि सबैजनालाई बाई बाई